यो भिडियोमा चाहिँ मैले तपाईहरुलाई 400 को गिभअवे राखेको छु। यदि तपाईहरुले यो भिडियोमा चाहिँ 100 वटा कमेन्टहरु कम्प्लिट गराउनु हुन्छ भने त्यो कमेन्ट मध्ये तपाईहरुलाई एक जनालाई चाहिँ 400 रुपैयाँ चाहिँ मैले ई सेवा खल्ती बैंक अकाउन्टमा प्रोवाइड गर्दिनेछु। सो तपाईहरुले एउटा कमेन्ट गर्न सक्नुहुनेछ। सो एउटा आईडीबाट तपाईहरुको एउटा कमेन्ट मात्रै हुनुपर्नेछ। 100 वटा कमेन्टहरु तपाईहरुले कम्प्लिट गर्नु होला। मैले पहिलाको यो भिडियोमा चाहिँ 350 को गिभअवे राखेको थिए भने त्यसको लागि चाहिँ तपाईहरुले 100 वटा कमेन्टहरु कम्प्लिट गरेको हुनुपर्नेछ मैले भनेको थिए। 100 वटा कमेन्टहरु चाहिँ कम्प्लिट भएको छैन। त्यही भएर चाहिँ यसको गिभअवे चाहिँ अब हुँदैन। ओके, फेरि पनि आइसकेको छु एउटा नयाँ अर्निङ एप लिएर। यो एपमा चाहिँ तपाईहरुले प्रत्येक दिन 2 घण्टा लाइभ बस्नुहुन्छ अथवा पार्टीहरु क्रिएट गर्नुहुन्छ भने तपाईहरुले 5 देखि 6000 कोइन चाहिँ अर्निङ गर्न सक्नुहुनेछ। र तपाईहरुले यसमा जति पनि ब्यालेन्सहरु अर्निङ गर्नुहुन्छ, अर्निङ गरेको सबै ब्यालेन्सहरु चाहिँ आफ्नो वालेट ई सेवा खल्तीमा निकाल्न पाउनुहुनेछ। र यसमा चाहिँ तपाईहरु केटा साथी र केटी साथी दुईटैले काम गर्न सक्नुहुनेछ। दुईटैलाई तपाईहरुलाई 5000 देखि 6000 कोइनसम्म चाहिँ मजाले दिनेछ। सो यदि तपाईहरु पनि यो एपमा जोइन हुन चाहनुहुन्छ भने एपको लिंक चाहिँ मैले यसै भिडियोको डिस्क्रिप्सन बक्स अथवा कमेन्ट बक्सतिर पिन गरेर राख्दिनेछु। त्यो लिंकमा क्लिक गर्नु होला। त्यसपछि चाहिँ तपाईहरुले यहाँनिर डाउनलोड इमिडिएटली भन्ने अप्सनमा टच गरेर प्ले स्टोरबाट चाहिँ यो एपलाई डाउनलोड गरिदिनु होला। सो एपलाई डाउनलोड गरिसकेपछि ओपन गर्नु होला। ओपन गरिसकेपछि यसमा अकाउन्ट बनाउनु पर्नेछ। तल लास्टमा चाहिँ एउटा चेक लगाइदिनु होला। त्यसपछि चाहिँ तपाईहरुले यहाँनिर गुगल भन्ने अप्सनमा टच गरेर तपाईहरुको फोनमा भएको एउटा जीमेल अकाउन्ट सेलेक्ट गरेर सजिलैसँग अकाउन्ट बनाउन सक्नुहुनेछ। टपमा युजर नेम राख्न भनेर भनेको हुनेछ। त्यसमा चाहिँ युजर नेम राख्दिनु होला आफ्नो। त्यसपछि सेकेन्डमा चाहिँ डेट अफ बर्थ राख्दिनु होला। त्यसपछि चाहिँ तलनिर जेन्डर सेलेक्ट गरिदिनु होला तपाईहरुले। लास्टमा चाहिँ इन्भिटेसन आईडी भनेर भनेको छ। त्यसमा चाहिँ तपाईहरुले 900269595 राख्नु होला। त्यसपछि चाहिँ तपाईहरुले नेक्स्ट भन्ने अप्सनमा टच गर्नु होला। सो त्यसपछि चाहिँ तपाईहरुले यहाँनिर अकाउन्टलाई भेरिफाई गर्नुपर्ने हुन्छ। अकाउन्टलाई भेरिफाई गर्नको लागि चाहिँ तपाईहरु प्रोफाइल भन्ने अप्सनमा जानु होला। त्यहाँनिर भेरिफिकेसन भन्ने अप्सनमा क्लिक गर्नु होला। सबैभन्दा फर्स्टमा चाहिँ तपाईहरुले यहाँनिर एजेन्सी जोइन गरेको हुनुपर्नेछ। एजेन्सी जोइन गर्नलाई चाहिँ यहाँनिर जोइन एजेन्ट भन्ने अप्सनमा तपाईहरुले टच गर्नु होला। त्यसपछि चाहिँ यसमा एजेन्सी आईडी हान्नुपर्नेछ तपाईहरुले। एजेन्सी आईडी चाहिँ तपाईहरुले 128Q53 हान्नु होला। यो एजेन्सी आईडी चाहिँ मैले स्क्रिनमा पनि राख्दिनेछु, त्यहाँबाट पनि तपाईहरुले हेर्न सक्नुहुनेछ। त्यसपछि चाहिँ यहाँनिर स्मार्ट अर्निङ भनेर देखाउनेछ। कन्फर्म टु जोइन द एजेन्सी भन्ने अप्सनमा तपाईहरुले टच गर्नु होला। यति गर्नेबित्तिकै तपाईहरुको एजेन्सी जोइन हुनेछ। त्यसपछि चाहिँ अब तपाईहरुले फेसलाई भेरिफाई गर्नुपर्नेछ। त्यसको लागि चाहिँ रियल पर्सन भेरिफिकेसन भन्ने अप्सनमा क्लिक गर्नु होला। त्यसपछि चाहिँ यहाँनिर तपाईहरुले आफ्नो एउटा फोटोलाई अपलोड गरिदिनु पर्नेछ ग्यालेरीदेखि। फोटो अपलोड भइसकेपछि यहाँनिर स्टार्ट भेरिफिकेसन भन्ने अप्सनमा टच गर्नु होला। यदि तपाईहरुले भिडियो होस्ट भन्ने अप्सनमा टच गरेर भेरिफाई गर्नुहुन्छ आफ्नो फेसलाई भने तपाईहरुले लाइभहरु बस्नुपर्नेछ फेसलाई देखाएर। बल्ल तपाईहरुले त्यहाँनिर कोइनहरु पाउनुहुनेछ भने भोइस होस्ट भन्ने अप्सनमा टच गरेर त्यहाँबाट भेरिफाई गर्नुहुन्छ भने तपाईहरुले पार्टी क्रिएट गरेर बस्नुपर्नेछ। सो यदि तपाईहरुको भिडियो होस्ट भन्ने अप्सनमा टच गरेर त्यहाँनिर भेरिफाई हुन्छ भने तपाईहरुले चाहिँ भिडियो होस्ट भन्ने अप्सनमा टच गरेर भेरिफाई गर्नु होला। त्यो गर्दाखेरि तपाईहरुले 1000 कोइन बढी पाउनुहुनेछ। तपाईहरुलाई फेसहरु देखाउन भन्नेछ, फेसहरुलाई दायाँ बायाँ हल्लाउन भन्नेछ, तलमाथि गर्न भन्नेछ। त्यति गर्नेबित्तिकै तपाईहरुको भेरिफाई चाहिँ कम्प्लिट हुनेछ। सो तपाईहरुको भेरिफिकेसन कम्प्लिट भइसकेपछि तपाईहरु यहाँनिर प्रोफाइल भन्ने अप्सनमा आउनु होला। यहाँनिर चाहिँ फेरि तपाईहरुले अघि नै इन्भिटेसन आईडी हान्न बिर्सिनु भएको छ भने यहाँनिर इन्भाइट नाउ पिपुल भनेर लेखेको छ, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरेर तपाईहरुले अघि नै मैले भनेको आईडी चाहिँ फेरि यसमा राख्न पनि सक्नुहुनेछ। यदि राखिसक्नु भएको छ भने ब्याक आउनु होला। त्यसपछि यहाँनिर रिवार्ड भन्ने अप्सनमा जानु होला। रिवार्ड भन्ने अप्सनमा जानुहुन्छ भने यहाँ तपाईहरुलाई रिवार्डहरु देखाउनेछ। तपाईहरुले डेली लाइभ ड्युरेसन 1 आवर भनेर भनेको छ। यसमा चाहिँ तपाईहरुले पार्टी बस्नुपर्नेछ। 1 घण्टा तपाईहरुले पार्टी बस्नुहुन्छ भने 2250 कोइन पाउनुहुनेछ। 2 घण्टा बस्नुहुन्छ भने फेरि तपाईहरुले 2250 यानि कि तपाईहरुले 2 घण्टा यहाँनिर पार्टी क्रिएट गर्नुहुन्छ भने तपाईहरुले 5000 कोइन यहाँबाट पाउनुहुनेछ। यो रिवार्डहरु चाहिँ तपाईहरुले 13 दिनसम्म पाउनुहुनेछ। 13 दिनसम्म चाहिँ तपाईहरुले 5000 कोइन पाउन सक्नुहुनेछ भने त्यसपछि चाहिँ तपाईहरुले 1000 कोइन पाउनुहुनेछ। सो 1 लाख कोइन पुगेपछि तपाईहरुले यहाँबाट निकाल्न पनि पाउनुहुनेछ। यहाँनिर चाहिँ मेरो पार्टीको भेरिफिकेसन भएको थियो भने यहाँबाट चाहिँ मलाई 5000 कोइन दिएको छ। यदि तपाईहरुले लाइभ भेरिफाई गर्नुहुन्छ भने तपाईहरुले यहाँदेखि 6000 कोइनहरु चाहिँ पाउनुहुनेछ प्रत्येक दिन। यसमा चाहिँ तपाईहरुले लाइभ ड्युरेसन 1 आवर भनेर भनेको छ। यो बस्दाखेरि चाहिँ तपाईहरुले यहाँनिर गो भन्ने अप्सनमा टच गर्नु होला। यति गरेपछि तपाईहरुले यहाँनिर लन्च द पार्टी भन्ने अप्सनमा क्लिक गरेर यहाँनिर पार्टी क्रिएट गर्न सक्नुहुनेछ। यति गर्नुहुन्छ भने तपाईहरुको यहाँनिर पार्टी चाहिँ क्रिएट हुनेछ। तर तपाईहरुले यहाँनिर पार्टीको लागि चाहिँ अहिले 1 घण्टा बस्छु र पछि 1 घण्टा बस्छु भन्दाखेरि चाहिँ त्यसरी चाहिँ भइरहेको छैन। तपाईहरुले कन्टिन्युस 2 घण्टा चाहिँ यहाँनिर पार्टी क्रिएट गरेको हुनुपर्नेछ। बल्ल तपाईहरुले रिवार्डहरु क्लाइम गर्न पाउनुहुनेछ। लाइभमा चाहिँ त्यस्तो छैन। तपाईहरुले थोरै अहिले थोरै पछि बस्न सक्नुहुनेछ भने
पार्टीको लागि चाहिँ तपाईहरुले 2 घण्टा कन्टिन्युस बसेको हुनुपर्ने छ। त्यसपछि मात्रै तपाईहरुको यहाँनिर कम्प्लिट हुनेछ। त्यसको लागि पनि तपाईहरुले टेन्सन लिनु पर्दैन। अहिले साँझतिर राति सुत्दाखेरि तपाईहरुले यहाँनिर पार्टी क्रिएट गरेर त्यतिकै मोबाइललाई छोड्दिएर यहाँनिर बस्न सक्नुहुनेछ। तपाईहरुको कम्प्लिट हुनेछ रिवार्डहरु। त्यसपछि यसमा कसैले गिफ्टहरु दिन्छ भने त्यहाँदेखि पनि तपाईहरुको अर्निङ हुने गर्दछ। त्यसपछि चाहिँ तपाईहरुले यसमा लेभलहरु बढाउनुहुन्छ भने त्यहाँदेखि पनि तपाईहरुको अर्निङ हुने गर्दछ अझ बढी। सो त्यसको लागि चाहिँ तपाईहरुले कोइनहरु पर्चेस गरेको हुनुपर्ने छ। बल्ल मात्रै तपाईहरुले लेभलहरु अपग्रेड गर्न मिल्नेछ। सो यदि चाहनुहुन्छ भने तपाईहरुले कोइनहरु पर्चेस गरेर लेभलहरु अपग्रेड गर्न पनि सक्नुहुनेछ। यदि कोइनहरु तपाईहरुलाई चाहिन्छ भने तपाईहरुले मलाई कन्ट्याक्ट गर्न सक्नुहुनेछ। सो मैले पनि तपाईहरुलाई प्रोवाइड गर्दिनेछु। सो त्यस्तै गरेर तपाईहरु यहाँनिर होम पेजमा आउनुहुन्छ भने यहाँदेखि चाहिँ तपाईहरुले लाइभहरु बस्न मिल्नेछ। यहाँनिर लाइभ भन्ने अप्सनमा टच गर्नुहुन्छ भने तपाईहरुको यहाँनिर लाइभहरु स्टार्ट हुनेछ। त्यसको लागि चाहिँ सबैभन्दा फर्स्टमा टपमा चाहिँ तपाईहरुले कभर फोटो चाहिँ राखेको हुनुपर्ने छ। त्यो कभर फोटो सेट गरेर तपाईहरुले गो लाइभ भन्ने अप्सनमा टच गर्नु होला। यदि फेसलाई यहाँनिर पनि भेरिफाई गर्न भनेसी तपाईहरुले यहाँनिर पनि फेसलाई अघि नैको जसरी भेरिफाई गर्न सक्नुहुनेछ। सजिलो रहेको छ। मलाई चाहिँ भेरिफाई गर्न भनेको छ। तपाईहरुलाई पनि भेरिफाई गर्न भन्यो भने तपाईहरुले भेरिफाई गर्न सक्नुहुनेछ। सो त्यसपछि चाहिँ तपाईहरुले यहाँनिर लाइभहरु स्टार्ट गर्न सक्नुहुनेछ। त्यसैगरी सेकेन्डमा चाहिँ यो पार्टी अप्सन रहेको छ। यहाँबाट चाहिँ तपाईहरुले पार्टीहरु क्रिएट गर्ने हो अथवा अरूको पार्टीहरुमा जोइन हुन सक्नुहुनेछ। अरूको पार्टीमा जोइन हुनुहुन्छ भने तपाईहरुले त्यहाँदेखि उनीहरुले गेमहरु खेल्दाखेरि तपाईहरुलाई कोइनहरु पर्नेछ। थर्डमा चाहिँ यहाँनिर पोस्ट भनेर भनेको छ। यसमा चाहिँ तपाईहरुले पोस्टहरु हेर्न सक्नुहुनेछ भने पोस्टहरु गर्न पनि सक्नुहुनेछ। फोर्थमा चाहिँ यहाँनिर मेसेज अप्सन रहेको छ भने लास्टमा चाहिँ प्रोफाइल अप्सन रहेको छ। यदि तपाईहरुसँग कोइनहरु छ भने तपाईहरुले लक्की पनि यहाँदेखि खेल्न सक्नुहुनेछ। एकदमै कम कोइनमा पनि तपाईहरुले लक्की खेल्न पाउनुहुनेछ। जस्तै कि यहाँनिर देख्न सक्नुहुनेछ 10 कोइनमा 30 कोइनमा लक्की खेल्न पाउनुहुनेछ। यहाँदेखि चाहिँ तपाईहरुलाई यदि चान्स छ भने तपाईहरुले लक्की हुनुहुन्छ भने तपाईहरुलाई धेरै कोइनहरु रिटर्न पनि आउने हुन्छ। सो यदि तपाईहरु इन्ट्रेस्टेड हुनुहुन्छ भने लक्की पनि खेल्न सक्नुहुनेछ। यहाँ इन्भाइट पिपुल भनेर भनेको छ। यहाँ क्लिक गरेर तपाईहरुले आफ्नो साथीहरुलाई इन्भाइट गराउनुहुन्छ भने त्यहाँदेखि पनि तपाईहरुले थोरै कमिसनहरु पाउन सक्नुहुनेछ। त्यसै गरी यहाँनिर रिचार्ज भन्ने अप्सन चाहिँ रिचार्ज गर्नको लागि भइहाल्यो। त्यसै गरेर अरु खासै यस्तो अप्सनहरु त्यस्तो केही पनि छैन। तपाईहरुले यहाँदेखि पैसाहरु निकाल्नको लागि चाहिँ यहाँनिर डायमन्ड भन्ने अप्सनमा टच गर्नु होला। डायमन्ड भन्ने अप्सनमा टच गर्नुहुन्छ भने लास्टमा चाहिँ यहाँनिर विथड्रल भन्ने अप्सनमा क्लिक गर्नु होला। त्यसपछि यहाँनिर चाहिँ तपाईहरुले इसेवालाई चाहिँ एड गरिदिनु पर्नेछ। सिम्पली बाइन्ड भन्ने अप्सनमा टच गर्नु होला। त्यसपछि चाहिँ इपे पाउन सक्नुहुनेछ। त्यसै गरेर बाइनान्स रहेको छ। त्यसै गरेर इसेवा रहेको छ। त्यसै गरेर खल्ती पनि रहेको छ। सो तपाईहरुले जेमा एड गर्न चाहनुहुन्छ त्यसमा चाहिँ एड गर्नु होला। जस्तै इसेवा गर्नको लागि गो टु बाइन्ड भन्ने अप्सनमा टच गर्नु होला। त्यसपछि यहाँनिर इसेवा नम्बर राख्दिनु होला। त्यसपछि यहाँनिर इसेवामा भएको नेम राख्दिनु होला। त्यसपछि कन्फर्म भन्ने अप्सनमा टच गर्नुहुन्छ भने तपाईहरुको एड हुनेछ। त्यसपछि चाहिँ तपाईहरुले यहाँनिर चाहिँ 1 लाख कोइन पुग्दाखेरि $10 निकाल्न पाउनुहुनेछ। $10 चाहिँ तपाईहरुलाई नेपाली लगभग 13-1400 रुपैयाँ चाहिँ यसले दिनेछ। तपाईहरुले प्रत्येक दिन यहाँदेखि 5-6 हजार कोइन चाहिँ लाइभ बस्दाखेरि पाइहाल्नु हुनेछ। 13 दिनसम्म चाहिँ तपाईहरुले एक दिन पनि नछुटाइकिन लाइभ बस्नु होला। 13 दिनसम्म चाहिँ तपाईहरुलाई एकदमै राम्रो कोइन दिनेछ यसले। यदि तपाईहरुलाई 5000 कोइन दिन्छ भने यसले 65000 जति चाहिँ कोइन हुनेछ भने 6000 कोइन तपाईहरुलाई दिन्छ भने यहाँबाट 78000 चाहिँ तपाईहरुले 13 दिनमा चाहिँ अर्निङ गर्न सक्नुहुनेछ। सो यदि तपाईहरु इन्ट्रेस्टेड हुनुहुन्छ जोइन हुन चाहनुहुन्छ भने जोइन हुन सक्नुहुनेछ। सो आजको लागि भिडियो यति नै। भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। यदि तपाईहरु हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ र यस्तै खालको भिडियोहरु हेर्न मन पराउनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर नजिकै रहेको बेल आइकन दबाउन नबिर्सिनु होला। हामी छिट्टै अर्को अर्निङ भिडियोमा भेट्नेछौँ।